गुड मर्निङ साथीहरू सबैजनालाई मेरो युट्युब च्यानल जेपी लाइफमा स्वागत छ। आज चाहिँ म तरुलको तरकारी पकाउन गइरहेको छु। माघ आयो नि त, माघ 1 गते चाहिँ तरुललाई उसिनेर खान्छन् होइन, तरकारी बनाएर खान्छन्। हजुरहरूकोतिर कसरी खानुहुन्छ कमेन्ट गर्नुहोला। म चाहिँ अहिले तरकारी बनाइरहेको छु है त। मैले तरुल चाहिँ काटेर बोक्राहरू फालेर सफा गरेर लिइसकेको छु, यति लिएको छु। र यसमा चाहिँ मैले लसुनको पात राख्न लागेको छु। लसुनको पात राख्यो भने पनि एकदम मिठो हुन्छ। मैले अस्तिको भिडियोमा चाहिँ अर्कै तरिकाले बनाएको थिएँ। यो चाहिँ लसुन र तरुल बनाउन गइरहेको छु। मैले तरुल बनाउनको लागि कराही तताइसकेको छु। अब यसमा चाहिँ 3-4 चम्चा तेल राख्दैछु। हजुरहरूले पनि यसरी बनाउनु होला, एकदम मिठो हुन्छ। तेल तातिसकेको छ। अब चाहिँ यसमा थोरै मेथी राखिदिनु होला। यो मेथी हल्का कालो कालो बनाउनु पर्ने हुन्छ। तरुल बनाउनको लागि चाहिँ हल्का सानो प्याजलाई काट्नु होला, लिनु होला। लसुन अदुवाको पेस्ट पनि लिनु होला। अरू खासै धेरै केही चाहिँदैन, नर्मल तरिकाले हामी बनाउन सक्छौँ। मेथीलाई कालो बनाइसकेपछि यसमा थोरै जिरा पनि राखिदिनु होला। अब यसमा चाहिँ खुर्सानीलाई राख्नु होला। खुर्सानीलाई राखिसकेपछि अहिले काटेर राखेको प्याजलाई पनि राख्नु होला र यसलाई एकैछिन चलाउनु होला। यति गरिसकेपछि यसमा चाहिँ अब अहिले काटेर राखेको लसुनको पातलाई राखिदिनु होला र चलाउनु होला। यसलाई लगभग 4-5 मिनट चलाइसकेपछि यतिको हुन्छ। यसलाई हल्का ब्राउन यतिको भइसकेपछि अब यसमा चाहिँ हामीले तरुललाई मिक्स गर्नुपर्ने हुन्छ। अब यतिको भइसकेपछि यसमा चाहिँ तरुललाई मिक्स गरिदिनु होला। साथीहरू, खुर्सानी चाहिँ हजुरहरूले आफ्नो स्वादअनुसार लिन सक्नुहुन्छ है। मैले चाहिँ खुर्सानीलाई गरेको छु। हजुरहरूले चाहिँ भन्दा बढी पनि लिन सक्नुहुन्छ। हजुरहरूले भेलो खुर्सानी पनि राख्न सक्नुहुन्छ। ल, खुर्सानीको पेस्ट छ भने पेस्ट पनि राख्न सक्नुहुन्छ। आफ्नो स्वादअनुसार लिनु होला। र अब यसलाई मजाले चलाइदिनु पर्ने हुन्छ। अब हजुरहरूले यसमा बेसार एड गर्नु होला। अब स्वादअनुसार नुन पनि राख्नु होला। लसुन अदुवाको पेस्टलाई पनि राखिदिनु होला। अब एकचोटि यसलाई राम्रोसँग चलाउनु होला। अब हजुरहरूले यसमा जिरा धनियाँको धुलोलाई राखिदिनु होला। हजुरहरूले यदि जिरा धनियाँलाई चाहिँ पिसेर राख्नुहुन्छ भने पनि त्यसले अझ स्वादलाई बढाउँछ। अब फेरि पनि यसलाई राम्रोसँग चलाइदिनु होला र मिक्स गरिदिनु होला। अब चाहिँ साथीहरू, मिडियम साइजको 2टा टमाटरलाई काटेर राखिदिनु होला। अब यसलाई चाहिँ मजाले यो तरुलले नै छोपेर यसरी राखिदिनु होला। त्यसो गर्दा चाहिँ टमाटर छिटै गलेर पाक्ने हुन्छ। त्यही भएर यसलाई यसरी टमाटरलाई चाहिँ सबै यसरी तरुलले छोपिदिनु होला। अब यति गरिसकेपछि चाहिँ यसलाई 2-3 मिनटको लागि छोपेर पकाउनु पर्ने हुन्छ। यसलाई धेरै बेर छोप्नु हुँदैन, किनभने यो चाहिँ पिँधमा लाग्छ। यसमा चाहिँ हामीहरूले पानी एड गरेको छैनौँ। त्यही भएर 2-3 मिनट मात्र छोपेर पकाउनु होला र फेरि यसलाई निकालेर हामी चलाउनेछौँ। 2-3 मिनट भइसकेको छ। यसलाई हामीले खोलेर एकचोटि राम्रोसँग चलाउनु पर्ने हुन्छ। यसरी अब टमाटर कतिको पाक्यो हेर्न सकिन्छ। यो टमाटर चाहिँ लगभग पाकिसकेको छ, यतिको भइसकेको छ। अब यसलाई चाहिँ हल्का थोरै पानी राखेर फेरि पकाउनु पर्ने हुन्छ। अहिले नै यो देख्दैमा खाउँ लाग्ने भइसक्यो। यो झन् पाकिसकेपछि झन् मिठो हुन्छ। अब यसमा थोरै पानी राखेर 4-5 मिनटको लागि चाहिँ पाक्नलाई छोडिदिनु होला। अब 4-5 मिनट भइसकेको छ पकाएको। अब यसलाई खोलेर हेरौँ, यस्तो बनेको छ। यसलाई चलाएर हेर्नु होला। पाकिसकेको छ मजाले तरुल चाहिँ। यो तरकारीलाई चाहिँ हजुरहरूले रोटीसँग पनि खान सक्नुहुन्छ र भातसँग पनि खान सक्नुहुन्छ। ग्रेभी बनेको छ, यस्तो राम्रो ग्रेभी बनेको छ। देख्दै खाउँ लाग्ने देख्न सक्नुहुन्छ। एकदमै मिठो तरुलको तरकारी बनिसकेको छ। यो पाक्यो कि पाकेन भनेर हजुरहरूले यसलाई यसो गरेर हेर्न सक्नुहुन्छ। कस्तो मजाले पाकिसकेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ यो तरुलको तरकारी चाहिँ पाकेर रेडी भइसकेको छ। देख्दै खाउँ लाग्ने तरुलको तरकारी। हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद।
हजुरहरूलाई यो रेसिपी कस्तो लाग्यो, मन परेमा लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला र सब्सक्राइब गरेर जानुहोला है त। हजुरहरूको दिन शुभ बितोस्। सबैजनालाई धेरै धेरै धन्यवाद।